हेलो हाई दर्शन नमस्ते सबैजनालाई नयाँ ब्लगको साथमा म चाहिँ खाडी होला है। फेरि खाडीबाट फेरि तपाईँहरूको फोनमा आइहाल्यो, फेरि फटाफट भन्छ टक्क आइहाल्यो नि टक्क एउटा लाइक दिइहाल्नुहोस्, सब्सक्राइब गरिदिनुहोस् भन्न चाहन्छु है। तपाईँहरूले इच्छा है मन लागेको छ भने सब्सक्राइब गरिदिनु पऱ्यो साथीहरू, त्यही भन्न चाहन्छु। अरू त ठिकै छ होला, राम्रै हुनुहुन्छ होला, जस्तो ठाउँमा हुनुहुन्छ राम्रो रहनुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त चाहिँ रहनुहोस् लाइफमा, बिजी चाहिँ हुनुपर्छ लाइफमा, नत्र भने चाहिँ त्यत्तिकै बसेर त काम छैन, केही न केही गर्नु पऱ्यो, केही गरिरहनु भयो होला। म चाहिँ खाडीमा हल्लिरहेको छु नि, बिना कामको सेलेरी गरेर भए पनि 3 महिना भयो सेलेरी नदिएको नि साउदीमा। यार भिडियो छ साथीहरू, साउदीमा फर्स्ट अफ अल चाहिँ यो भिडियोमा यो भन्न चाहन्छु कि साउदी अरबमा होटल लाइन भनेर नआउनु होला भन्न चाहन्छु म त विशेष मैले काम गर्ने होटलमा त आउँदै नआउनुहोस्। यो होटलमा सेलेरी दिँदैन है साथीहरू, टाइममा सेलेरी पनि दिँदैन। 3 महिना भयो अहिले त, अब आज 25-26 तारिक हो कि क्या, अब ठ्याक्कै 1 तारिक 3 महिना हुन्छ साथीहरू, सेलेरी मिल्दैन है, विचार गरेर आउनु होला। आउँदाखेरि होटल लाइनतिर आउँदाखेरि राम्रोसँग बुझेर आउनुहोस्, त्यही भन्न चाहन्छु है त। ओके बाई।